होइन यसले त बाहिर बाहिर हिँड्दाखेरि यसलाई यो बुढेसकालमा पनि यसलाई चाहिँदो रहेछ क्या हो, त्यही भएर यसले त्यही यौन व्यवसायलाई पनि व्यावसायिकरण गरौँ जसले एकैछिन दर्शक वृन्द, जुन अस्ति यो विषय उठायो नि यो सांसदले, अहिले यति गाली खाइरहेको छ कि सामाजिक सञ्जालमा उसलाई निन्द्र पनि लागेको छैन होला है। रातभरि चाहिँ परिवारबाट पनि गाली, आफन्तहरूबाट पनि गाली, हरेक सामाजिक सञ्जालमा गाली गाली गाली। यतिले गर्दाखेरि नेपाली कङ्ग्रेसको पनि एकदम बेइज्जत भइरहेको छ है। अब चाहिँ हेर्नु है, उहाँ म्याडमले यस्तो राम्रो प्रतिक्रिया दिनुभएको छ कि यो विषय उठाउने यो सांसदलाई मनमा चोट के अब चाहिँ यो यौनको अब कुरा यो पनि निकाल्दैन कि यो मान्छेले। हेर्नु है, तिमी अलिकति अन्न खाएको मान्छे भएको भए यस्तो बोल्दै बोल्थेनौ। तिम्रा दिमागमा किरा भरिएको, गु खाएको मान्छेको गुका किरा भरिएको दिमाग रहेछ बुढा। त्यसो हुँदाखेरि अब व्यवसाय तिमीले प्राइभेट खोल, त्यहाँबाट तिम्रा घरका बुढीदेखि लिएर बुहारीदेखि लिएर तिम्रा छोरीहरूदेखि लिएर तिम्रा इष्टमित्र खानदानका जो चाहिँ नि अब तिम्रा हातभित्र पर्छन् मातहतभित्र तिनीहरूलाई काम गराऊ। यो शब्द आइन्दा नेपालीले सुन्नेरी यो सामाजिक सञ्जालमा बोलेदेखि नि अब यो मान्छेको थाप्रो उडाउनु पर्छ। यो मान्छे नि यो नेपाली कांग्रेसको मान्छे हो अरे सांसद। यसको घर कहाँ हो साथी हो? यसका घर नजिक पनि कोही हुनु होला, यसले बोलेका कुरा सुन्नु होला। दुबारा फेरि यस्तै कुरा यसले गर्यो भने नि यसको टाउको उडाउने गरी चाहिँ नि दाजुभाइ दिदीबहिनीहरू पछि लाग्नु होला। हेर्नु, यस्तो बोल्न छुट दिन हुँदैन नेपालमा। होइन यसले त बाहिर बाहिर हिँड्दाखेरि यसलाई यो बुढेसकालमा पनि यसलाई चाहिँदो रहेछ क्या हो, त्यही भएर यसले त्यही सोचेको। यसले बाहिर बाहिर हिँडिरहने घुमिरहने नेता जस्तो मान्छे जहाँ गए उही प्रयोग गरे होला नि त विभिन्न देशहरूमा। त्यसो हुँदाखेरि नेपालमा पनि त्यस्तै खोजेको होला यसले। भन्दा यसले प्राइभेटमा राख्न पायो, आफ्ना मान्छेहरू राख्न पायो, बुढीदेखि लिएर बुहारीदेखि लिएर छोरीदेखि लिएर नाति नातिना पनि राख्न पायो। 12-15 वर्ष 18 वर्षबाट माथिका सबैलाई मजाले अलग अलग रेट दरमा राखिदिने नि। बुढोको यति, अलि भर्खरकाको यति, यति उमेरकाको यति भनेर राख्दैन। बुढा तँलाई चाहिएको होइन, तेरा छोरी चेलीबेटी राख। नेपालका दिदीबहिनीलाई चाहिँ नि तैँले गलत काम गराउने नियत नि यो दिदीबहिनी नेपालका अरू दाजुभाइ दिदीबहिनीहरूले सह्य गर्ने छैनन् पक्का पनि। अपराधी, नालायक, बेशरम, बेहया, बिजेती, किरा परेर मर्नुपर्छ यस्ता नालायक निकम्माहरू। बाँचे चाहिँ यही हामीलाई सुनाउन बाँच्यो छ यो नालायक। यो कांग्रेसको चाहिँ नि नेता रहेछ यो मान्छे, यो बुढो। अब भाषण त हिजो सबैले सुन्नुभयो होला। अब यो बुढालाई मैले के भन्छु भने, हेर बुढा, अब तिमीलाई त्यही यौन व्यवसाय गर्न छ भने घरमा दाजुभाइ होलान्, दिदीबहिनी होलान्, छोरा बुहारी होलान्, छोरी नातिनीहरू होलान्। घरमा एउटा कोठी खोल जहाँ पर्यटनहरू आउँछन्, घुम्न आउँछन्। कोठी खोलेर प्राइभेट त्यो आफ्ना घर परिवारका सबै महिलाहरूलाई त्यहाँ यौन व्यवसाय धन्दासित चाहिँ नि तिमीले कोठी चलाऊ। त्यो पैसा जति तिमीलाई आउँछ, सरकारलाई खर्च गर्न पनि पर्दैन। र तिमीहरूले यो चाहिँ नि गलत धन्दा गरेर गलत धन्दासित पैसा कमाएर नेपालमा विकास गर्न जरुरी छैन। यसै पनि तिमीहरूले नेपाललाई तहस नहस पार्यौ। नेपालमा इज्जत कतैबाटको पनि छैन। अब बाँकी रहेको यही यौन धन्दा थियो भने नेपालका दिदीबहिनीहरूलाई जरुरी छैन यस्तो चाहिँ नि धन्दा गर्नुपर्ने, हात खुट्टा खियाएर आफ्ना परिवार पाले हन् भनेपछि अब नेपालमा त यस्ता यस्ता कानून, यस्ता यस्ता तिमीहरूले कामहरू लिएर आएर चलामला भन्ने यो नसोचौ तिमीहरूले। अनि तिम्रा घरका चाहिँ नि भाउजू, बुहारी, बुढी, छोरा बुहारी, छोरीहरू, नाति नातिना जति छन् काम गर्न सक्ने तिनीहरूलाई कोठी खोलेर राख बुढा। अनि बडेमानको बोर्ड राख्देऊ, तिम्रो बुढीको चाहिँ नि फोटो, तिम्रा बुहारीहरूको फोटो, उमेर अनुसारको रेट तोकेर राख्देऊ न। यहाँ हाम्रो प्राइभेट व्यवसाय यस्तो छ भनेर। कस्तो लाग्यो दर्शक वृन्दहरू उहाँ म्याडमको प्रतिक्रिया? यो भिडियो मन पर्यो भने लाइक र सेयर गर्न नभुल्नु। सेयर गरेर यो सांसदको मोबाइलसम्म पुर्याइदिनुहोस् त। यदि यो भिडियो हेऱ्यो भने बल्ल उसले चाहिँ यो सांसद भवनमा यस्तो कुरा उठाउनु ताडेको कुरा सोच्दै सोच्दैन यो मान्छेले।